कोही मानिसहरूलाई चाहिँ जीवनदान दिने जुन सोच लक्ष्य लिएर यहाँ आउनुभएको छ त्यो प्रति पनि हामी नमन टक्राउन चाहन्छौँ। कम मानिस मात्र हुन्छन् यस्ता सोचका धनी, कम मानिसले मात्र यस्ता सोचहरू बोकेका हुन्छन्। होइन भने अहिलेको जमानामा आज मानिसहरू आफ्नो जन्मदिन मनाउनका निम्ति साथीभाइसँग विभिन्न होटल रेस्टुरेन्ट या मनोरञ्जन गर्नका लागि धेरै ठाउँहरू छन्, त्यो ठाउँमा जान सकिन्छ। त्यही माथि उहाँहरू त सेलिब्रेटी, आज धेरै उहाँहरूका त्यस्ता साथीभाइहरू हुन सक्छन्, धेरै ठाउँमा गएर पनि मनाउन सक्नुहुन्छ। तर आज किन चाहिँ आज यस पशुपति मन्दिरमै दर्शन गरेर भोका मानिसहरूलाई चाहिँ भोजन सेवा गरेर जन्मदिन मनाइराख्नु भएको छ। पक्कै पनि यो उदाहरणीय हो। आज उहाँबाट चाहिँ अरूले पनि केही पाठ सिकुन्, आज उहाँबाट चाहिँ अरूले पनि यस्ता कार्यलाई निरन्तरता दिउन् भन्ने पनि हामी कामना गर्दै फेरि पनि जन्मदिनको शुभकामना दिन्छौँ। र यहाँ जति पनि आउनुभएको छ उहाँले भोजन सेवा गर्नको लागि आउनुभएका आमा बुवाहरू हुनुहुन्छ, उहाँले जसलाई चाहिँ खाना वितरण गर्नुहुन्छ। यहाँ आउने आमा बुवाहरू सबैको आफ्नो दुःख कथा व्यथा छ। यहाँनिर कोही पनि यहाँ रहरले खाना खानको लागि आउनुभएको छैन। तपाईँहरूले देखिहाल्नुभयो यहाँ व्हिल चेयरमा आइरहनु भएको छ, कोही बैशाखी टेकेर आउनुभएको छ, कोही चाहिँ विभिन्न पीडाको कारणले यहाँ आउनुभएको छ। हामीले उहाँहरूको चाहिँ सबैको समस्याहरू सुनिरहँदा बुझिरहँदा पक्कै पनि हामीले चाहिँ जसरी आज सरल मानिसले जीवन जिइरहेका छौँ त्योभन्दा फरक आज उहाँहरूले यो 21औं शताब्दीमा जीवन बिताउनु परिरहेको अवस्था छ। तपाईँहरूले चाहिँ उहाँहरूसँग पनि केही कुराकानीहरू गर्न सक्नुहुन्छ। उहाँहरूको समस्याहरू पनि आज किन यहाँसम्म खाना खानका लागि आउनुभयो त? रहरले त मानिसलाई होटल रेस्टुरेन्टमा पुर्याउँछ खाना खानको लागि, तर आश्रममा आज मन्दिरमा किन आइपुगेका छन् त मानिसहरू? त्यो विषयमा पनि तपाईँहरूले सोधखोज गर्न सक्नुहुन्छ भन्ने कुराहरू राख्दै मैले चाहिँ जन्मदिनको फेरि पनि शुभकामना दिँदै कमल विशीज्यूलाई चाहिँ आफ्नो जन्मदिनमा यसरी चाहिँ यो केकहरू काटेर या चाहिँ उहाँलाई चाहिँ हाम्रो संस्थाको तर्फबाट चाहिँ फुलमाला या चाहिँ भनौँ न रुद्राक्षहरू लगाएर जन्मदिनको शुभकामना पनि दिन चाहन्छु र केकहरू काटेर उहाँको मुखारबिन्दुबाट पनि हामी केही शब्दहरू सुन्न चाहन्छौँ। बालेर यसलाई भित्र लगाएर ठिक छ बाहिर पनि भइरहेको छ, यसलाई लुकाउनु पर्ने रहेछ है। थाहा पाइसक्यो कि उहाँलाई चाहिँ अब हामी हाम्रो संस्थाबाट जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौँ। जय महाभारत। राम नामी के काटेर दुई शब्द राख्ने के गरौँ? पहिला केक काटौँ, फेरि अब यो केकलाई त्यति धेरै यो विदेशी संस्कृतिलाई त्यति धेरै फोकस गर्नु भन्दिनँ। म त अझ कोदाको मकैको केक बनाउँ भन्ने मेरो सोचेको छ है। कोदाको मकैको केक चाहिँ भेटिँदैन, समस्याको कुरा। कोदाको चाहिँ कति वर्ष आज यस्तो छ, वर्ष खुलाइयो भने दाइ बन्नेले भाइ बनिन्छ, भाइ बन्नेले दाइ बनिन्छ। लुकाउनु सबैभन्दा कान्छो हुन्छ होइन, त्यो कारणले गर्दा ठिक छ। म चाहिँ जस्तो देखिरहनु भएको छ हजुरहरूले गेस गरे अनुसार कि जन्मदिन मनाउँदैछु। सबभन्दा पहिला त एउटा कुरा म तपाईँलाई के राख्न चाहन्छु भने जन्मदिन भन्ने कुरा मान्छेको जीवनको लागि एउटा महत्त्वपूर्ण कुरा हो। हामी सबैभन्दा पहिला जन्मिनु ठुलो कुरा हो। जीवनमा अरू दुःख पाउनु, विवाह गर्नु, सङ्घर्ष गर्नु, सफल हुनु, कोही प्रधानमन्त्री होला, कोही के होला। आज दुःख पाएर उहाँ बुवा आमाहरू भनौँ न यो स्थानसम्म आउनुभएको छ। खानको लागि पनि अरूको एउटा भोका कुर्नुपर्छ। जिन्दगी भनेको कसैको पनि सोचेको जस्तो छैन, होइन र? तर सबैभन्दा पहिला जन्म पाउनु र एउटा यो सृष्टिमा जन्म हुनु नै ठुलो कुरो भन्छु म। र मेरो बाबा मम्मी जो आज बर्दियामा हुनुहुन्छ, मेरो जन्मघर बर्दिया, तोपखोला बुढा छेत्री र मानबहादुर बुढा छेत्री, मेरो बाबा मम्मीलाई म आज धेरै सम्झिन चाहन्छु। नजिकै भएको भए प्लेनबाट काठमाडौँ आउनु है भनेर भनिहाल्थेँ। बिहानै मैले फोन गरेर भने बाबु जन्मदिन राम्रोसँग मनाएस्,
म आज त्यो मैले देखाउनको लागि भन्दा पनि बच्चैबाट सेवामूलक भाव मेरो हुन्थ्यो। बच्चैबाट वृद्ध भनेपछि असहाय बेसहारा मान्छे भनेपछि अलिकति भए पनि मलाई दया, सधैँ त्यो खालको दया हुन्थ्यो। त्यही भएर पनि आज मलाई जन्मदिनको अवसर पारेर होटल रेस्टुरेन्टमा गएर अलिकति खर्च गरेर साथीभाइ खुसी त होला नि, आफूसँग सँगै कलाकारिता गर्ने साथीहरू, अन्य साथीहरू पनि खुसी त हुनु होला। तर एउटा भनौँ न, दुःख पाएका व्यक्तिहरूको मुखमा हाँसो ल्याउनु र खान नपाएका व्यक्तिहरूलाई भोजन दिनु नै धर्म जस्तो लाग्छ मलाई। म जहिले पनि पशुपतिको दर्शन गरेर यही एरियामा बस्ने भएको हिसाबले मैले भनौँ यो भोकलाई भोजन, प्यासलाई पानी, यो टिमलाई मैले रोजेँ। राम्रो माया म्याम, अशोक सर, महासचिवजी उसको नाम मनिष विक सर लगायत उहाँहरूको टिमलाई धेरै धेरै सम्मान छ। मैले हिजै भनेको थिएँ, भर्खरको उमेरको मान्छे कति धेरै पुण्य काम गर्नुभएको हो। तपाईँहरूको पुण्य काममा हामी पनि साथ दिन्छौँ। किनभने एक दिन भात खुवाउन जसलाई पनि सजिलो छ, तर उहाँहरूले आज 1700 दिन, 1784 दिनसम्म डेली कन्टिन्युटी एउटा दुःखी गरिबहरू, बेसहारा आमा बुवाहरूलाई खाना खुवाइरहनु भएको रहेछ। उहाँहरूको यो सम्मानजनक कार्यको लागि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सबैले सपोर्ट गरिदिनु होला, किनभने एकजनाको मात्र सपोर्टले यो सम्भव छैन। त्यो कारणले गर्दा धेरै धेरै तपाईँको पुण्य काम अझ पनि राम्रो गर्दै जानुहोस्। देश विदेशमा अझ धेरै तपाईँको नाम छ्यापछ्याप्ती होस् भन्दै मैले भने नि यो कसले पड्काउनुहुन्छ? अब यो झिलिमिली अलिकति राति साँझ पक्क झम्की साँझमा भएको भए अझ धेरै रमाइलो हुन्थ्यो। हामी दिउँसोमै मनाउँदैछौँ बर्थडे। Happy birthday to you. Happy birthday to you. के पनि छैन, पशुपतितिरै फर्केर पड्किन पनि होइन, यो एउटा शुभ कार्य हो। त्यस कारणले गर्दा आज पशुपतिको यो पुण्य ठाउँमा बसेर कतिौँ जन्मदिन हो भनेर हजुरले भन्नुभयो, तर मैले खुलाइनँ। किनभने जन्मदिन खुलाउन बित्तिकै के अरे म यति वर्षको भएँ भनेर खुलाउन बित्तिकै दाई भन्ने मान्छेले भाइ भनिदिन सुरु गर्ला, भाइ भन्ने मान्छेले दाई भनिदिन सुरु गर्ला। केही छैन, मलाई त्यसको चाहिँ टेन्सन लाग्यो। त्यो कारणले गर्दा सबैलाई धेरै धेरै सम्मान छ, सबैलाई धेरै धेरै माया छ। जन्मदिन मैले भने नि, मेरो बुवा मम्मीले यदि मलाई जन्माउनु हुन्थेन भने म कमल बिसी माल्दै पनि रहन्थेन। आज तपाईँहरूको अगाडि बसेर यसरी जन्मदिन पनि मनाउन पाउँथेन, यो पुण्य ठाउँमा आउन पनि पाउँथेन। र वृद्ध बाबा आमाहरू हुनुहुन्छ, उहाँहरूलाई आफ्नै हातले आज पस्किएर मैले खाना खुवाउँदैछु। किनभने यो मैले देखाउनको लागि चाहिँ गरेको होइन, मलाई आत्मादेखि नै एउटा पुण्य काम गर्न मन लाग्छ। मैले योभन्दा अगाडि पनि गरिरहेको हुन्छु, मनदेखि नै गर्न मन लाग्छ र मैले गर्छु। देखाउनको लागि चाहिँ गरेको हुँदैन। त्यो कारणले गर्दा हजुरहरूलाई धेरै धेरै सम्मान छ। ठिक छ, ¿Qué cardio?